अहिलेको प्रधानमन्त्री जनताले चुनेको हो कि अहिलेको राष्ट्रपति जनताले चुनेको हो? सीमितै संसदभित्र भएका केही व्यक्तिले चुनेको। यदि दम, हिम्मत र क्षमता जनतामा जान सक्ने छ भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री गरेर स्वीकार्छु। मैले हत्याराको कुरा गर्नुभएको थियो माननीयज्यूले। म आज अनुरोध गर्न चाहन्छु, मदन भण्डारीको हत्या कसले गर्यो त्यो हत्या पत्ता लगाउँछु भन्ने मान्छे अहिले यो देशको प्रधानमन्त्री हुन्छ। मदन भण्डारीको हत्या पत्ता लगाउन कसले रोक्यो? त्यसको जवाफ यो संसदलाई चाहिन्छ। अघि एकजना मान्यज्यूले भन्दै हुनुहुन्थ्यो, काण्ड सम्झाइदेऊ, निर्मला पन्तको बलात्कारपछि हत्या भयो। तपाईहरुका कति गृहमन्त्री फेरिए, कति प्रधानमन्त्री फेरिए, कति पटक वल्लो पक्ष सरकारमा गयो गणतन्त्रवादीहरू। एकजना निर्मलाको हत्यालाई अहिलेसम्म पत्ता लगाउन सकेका छौ?